हामीलाई चाहिँ दैनिक जीवनमा नै कतिपय कुराहरूको चाहिँ नलेज चाहिन्छ क्या साथीहरू है। अनि यसो परदेशहरूको बारेमा कतिवटा परदेश छन् के छन् भनेर होइन। अब त्यो अब अहिले यो भनेको त हामीले पहिला पढ्ने बेलामा थिएन होइन। अहिले हाम्रो लागि भने नौलो छ। अनि बच्चाहरूलाई पढाउनको लागि पनि हामीलाई चाहिँ यो जानकारी हुनलाई चाहिँ जरुरी के साथीहरू। अनि त्यस कारणले मैले यसो आफूले नि हेरेको थिएँ अनि हजुरहरू मार्फत पनि मैले सेयर गर्न लागेको है साथीहरू। नेपालको चाहिँ 7वटा प्रदेशहरू रहेका छन् होइन। यो नामहरू चाहिँ हजुरहरूले देख्नुहुन्छ। कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम गरेर होइन। अनि यसका चाहिँ यो हाम्रो यहाँ राजधानीहरू चाहिँ कहाँ छन् त, कुन प्रदेशको कहाँ छन् भनेर नै राखेको छु साथीहरू, हेर्नु होला होइन। कोशी प्रदेशको विराटनगर, मधेसको जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको देवखुरी र कर्णालीको चाहिँ वीरेन्द्रनगर, सुदूरपश्चिमको चाहिँ गोदावरी भन्ने ठाउँमा चाहिँ रहेछ है साथीहरू।